नेपालमा फेरि पनि अब अर्को आन्दोलन भएर कतिजना मान्छेको निधन हुने हो त्यो चाहिँ भन्न सकिँदैन। तर देशव्यापी रूपमा चाहिँ एकदम भीषण रूपमा चाहिँ अब आउँदै गरेको मङ्सिर 7 गतेबाट चाहिँ दुर्गा प्रसाई नेतृत्वमा चाहिँ आन्दोलन हुन गइरहेको छ साथीहरू। दुर्गा प्रसाईले के भनेका छन् भनेदेखि चाहिँ मङ्सिर 7 गते चाहिँ इन्डियाको त्यो जुन दिल्लीमा चाहिँ माओवादीले चाहिँ 12 बुँदे सम्झौता गरेर चाहिँ राजा फालेको थियो, त्यही दिनबाट चाहिँ हामीले आन्दोलन स्टार्ट गर्छौँ र यदि तपाईँको घरमा चाहिँ खाद्यान्नको सामग्रीहरू र तेलहरू, नुन, त्यस्तै गरेर अरू सबै चिजहरू छैन, ग्यासहरू छैन भनेदेखि चाहिँ अहिलेदेखिबाट चाहिँ सङ्ग्रह गरेर राख्नुहोस्। होइन भने चाहिँ अब कसैले पसल खोलेर त्यो पसलमा तोडफोड भयो, आगजनी भयो भने दुर्गा प्रसाईमा जिम्मेवारी हुने छैन पनि भनेर भनेका छन्। सम्पूर्ण नेपाली नागरिकले चाहिने डिजल, ग्यास, खानेकुरा घरमा दैनिक उपभोग्य चिज राख्नु होला। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेको बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। अहिलेको व्यवस्था र अहिलेको अवस्थालाई पूर्ण रूपमा त्यागेर फेरि पनि नेपालमा राज संस्था भित्रिन्छ या भित्रिँदैन, कमेन्ट गर्न नभुल्नुहोला।